Hello everyone, welcome to yet another episode of Step Up Your English with me. So today we are learning 5 words for हप्काउनु गाली गर्नु in Nepali. Okay? यिनीहरूलाई चाहिँ इङ्ग्लिसमा के भन्छ भनेर हामी सिक्छौँ. फर्स्ट इज berate. Berate भनेको चाहिँ नि सबैको अगाडि पब्लिकली ह्युमिलिएट गरेर गाली गर्नु, द्याट इज berate हैन. For example, he was berated by his boss for missing the deadline. हैन, उसलाई चाहिँ सबैजनाको अगाडि चाहिँ उसको बसले कसरी डेडलाइन मिस गर्यो तिमीले भनेर सबैको अगाडि गाली गर्नु हैन. अर्को चाहिँ she was berated by his senior in front of everyone. उसलाई चाहिँ उसको सिनियरले सबैजनाको अगाडि पब्लिकली ह्युमिलिएट गरेर गाली गर्यो, द्याट इज berate. अर्को चाहिँ हुन्छ एडमोनिश भनेको चाहिँ नि चेतावनी दिनु. अब यस्तो गर्यो भने तिमीलाई यस्तो हुन्छ भनेर चेतावनी दिनु. फर एक्जाम्पल, ही वाज एडमोनिस्ड बाई हिज टिचर फर ब्याड ह्यान्ड राइटिङ. होइन, उसको चाहिँ टिचरले चेतावनी दियो, अब यस्तो ब्याड ह्यान्ड राइटिङ लेख्ने होइन भनेर. होइन, अर्को चाहिँ हुन्छ चाइल्ड भनेको चाहिँ नि के भन्छ, कसैलाई चाहिँ नि प्राइभेटमा बोलाएर यस्तो गर्नु हुँदैन बाबु, यस्तो गर्नु हुँदैन तिमीले भनेर कसैलाई सम्झाइ बुझाइ गर्छ भने द्याट इज चाइल्ड. फर इक्जाम्पल, द टिचर chided Ram for his bad handwriting. होइन, टिचरले चाहिँ बोलाएर प्राइभेटली यस्तो लेख्नु हुँदैन बाबु भनेर सम्झाएर. होइन, द्याट इज चाइल्ड. अर्को चाहिँ हुन्छ रिब्युक भनेको पनि हप्काउनु. होइन, रिब्युक भनेको चाहिँ हप्काउनु भने फर इक्जाम्पल, he was rebuked by his teacher for always being late in the class. सधैँ क्लासमा लेट आएको भएर चाहिँ उसको टिचरले उसलाई हप्कायो. अर्को चाहिँ हुन्छ रेप्रिमान्ड भनेको पनि हप्काउनु नै हुन्छ. For example, he was reprimanded by his boss for being late in the meeting. होइन, मिटिङमा ढिलो आयो भनेर उसको बसले उसलाई हप्कायो. होइन, that is reprimand. So today we have learned 5 words. What were they? They were berate, reprimand, rebuke, and then chide, and then admonish. Bye.